नमस्ते। नेपाल पत्रमा सम्पूर्णलाई स्वागत छ। म जुन वेशभूषामा आएको छु यो म तपाईलाई देखाउन खोज्दैछु कि म नर्मल छु। यो देखाउन खोज्दैछु कि तपाईँ अरूलाई देख्नुहुन्छ पत्रकारहरूलाई जो चाहिँ हाइफाइमा जिएका हुन्छन्। त्यसका कारणहरू छन्। ती पत्रकारहरू र म पत्रकारमा फरक के हुन सक्छ तपाईँ आफै विचार गर्नुहोला। धेरै पत्रकारहरू विभिन्न आइएनजिओको फन्डिङमा चल्छन् र धेरै पत्रकारहरू कसैको सेटिङमा एजेन्डाहरू बनाउँछन् र न्युजहरू प्रमोसन गर्छन्। यो पत्रकारिताको एथिक्समा पर्दैन। तर पनि पैसा, पावर र शक्तिको लागि तिनीहरू यस्तै हरकतमा अगाडि बढिरहेका छन्। आरोप लाउन मिल्दैन र मिल्छ पनि। विभिन्न ठुल्ठुला मिडिया कम्पनीहरू कर्पोरेट हाउसमा परिणत भइसकेका छन्। उनीहरूको आम्दानीको स्रोत अदृश्य छ। कहाँबाट आउँछ, कसरी आउँछ, तर चलेको चाहिँ बबालै छ। अत्यन्त राम्रो चलेको छ। पुरा कर्पोरेट स्टाइलमा मजाले रन भइरहेको छ। पत्रिकाहरू छापिन्छ 20 रुपियाँदेखि 50 रुपियाँसम्मको। तर त्यो पत्रिकाले, त्यो विज्ञापनले के तिनीहरूको संरचनालाई यति राम्रोसँग रन गर्न सक्छ? यो पनि अर्को प्रश्न हुनसक्छ। म तपाईँलाई यही लुगामा, यही भेषमा, यही रूपरङ्गमा म तपाईँलाई देखाउनुको कारण चाहिँ के हो भन्दाखेरि मैले जुन जर्नी सुरु गरेको छु, जुन यात्रा सुरु गरेको छु, त्यसमा देशलाई अहित हुने र जनतालाई अहित हुने कुनै पनि विषयमा म प्रवेश गर्ने छैन। यो मेरो पहिलेदेखिको प्रण बनेको। नेपाल पत्र च्यानल युट्युबमा हुनेछ र आज यो मेरो पहिलो भिडियो हुनेछ। यो एडिटोरियल होइन, यो चाहिँ एउटा इन्ट्रोडक्सन मात्रै हो। नेपालमा जुन राजनीतिकको बढी चर्चा र परिचर्चा हुने गरेको छ, यहाँ अर्थनीति, कूटनीति र यहाँ समाजको खासै चर्चा हुँदैन। समाजलाई चर्चामा ल्याइन्छ यसकारण कि त्यसमा विभाजन गर्न सकियोस्, त्यसमा भोटको राजनीति गर्न सकियोस्। अब कुरा आउँ सठिक विषयमा। सठिक विषय के हो? 30देखि 40 वर्षसम्म जुन लोकतन्त्रको नाममा लुटतन्त्र मचाइरहेका दलहरू थिए, त्यो जेनजीको आन्दोलनबाट रिसाइजमा आइपुगेका छन्। त्यो रिसाइजमा आउनुको कारणहरू त्यही नै थियो जुन चाहिँ विदेशीले लादेको एजेन्डामा उनीहरू एउटा एजेन्टको रूपमा काम गर्थे। कसै छाती फुलाएर, कोही चाहिँ छाती फुलाएर भन्थे म सिआइएको एजेन्ट हो। कोही भन्दै थिए एमसिसी भएन भने मलाई 4 पाटा मोडेर थानकोट कटाउनु। त्यही मान्छेहरू अहिले पूर्ण रूपमा काङ्ग्रेसको पदमा निर्वाचन भएका छन् र त्यो पनि सभापति। दावेदार छ भावी प्रधानमन्त्रीको। यो कसरी भइरहेछ? यिनीहरूसँग यत्रो पैसा कसरी आउँछ? न कुनै व्यापार छ, न कुनै बिजनेस छ, न कुनै काम छ। फगत गफ छ, फगत कार्यकर्ताहरूलाई घुमाएको छ र फगत जनतालाई भुटेको छ। तर पनि यिनीहरू आलिसान जीवन जिउँदैछन्। कसरी? द क्वेसन्स इज हियर, द मोस्ट इम्पोर्टेन्ट क्वेसन। कसरी? कुनै पनि कुरा गर्नको लागि पैसा चाहिन्छ। कुनै पनि कुरा कार्यक्रम गर्नको लागि पैसा चाहिन्छ। यिनीहरूसँग यत्रो पैसा कहाँबाट आयो र यत्रो धुमधडाकको महाधिवेशन कसरी गरे? यो प्रश्न पनि तपाईँहरूको मनमा छ र मेरो मनमा पनि छ। र यसको सिम्पल एन्सर हो गगन थापा र विश्वप्रकाश भनेका सिआइएको एसेट भनिन्छ। सिआइएको एसेट्स भनेको नेपालमा उनीहरूले प्रक्सीको रूपमा हरेक राजनीतिक दलमा आफ्ना एजेन्टहरू खटाएका हुन्छन्। त्यही एजेन्ट मध्ये गगन थापा र हाम्रो विश्वप्रकाश पनि हुन्। र अर्को कुरा तपाईँहरूलाई कटु लाग्न सक्छ। यही त हो कटु लाग्नु र नलाग्नुको, र यही त हो म यस्तो हुनु र अरू पत्रकारहरू त्यस्तो हुनुको फरक नै। जे सुन्नु चाहन्छ मान्छेले त्यो सुनाउने होइन, जे सुन्नुपर्छ त्यो सुनाउनुपर्छ। यो पत्रकारिताको धर्म हो। त्यसैले त भने चौथो अङ्ग द वाचडग हो जर्नलिजम। अर्को कुरा रवि, बालेन र हर्क साम्पाङ परदेशीहरू हेर्नुहोस्, मान्छेहरूको एजेन्डा एउटै छ। यही संविधानमा टेकेर, यही व्यवस्थामा टेकेर उहाँहरू भन्दै हुनुहुन्छ, वकालत गर्दै हुनुहुन्छ कि यो देशलाई माथि पुर्याउन सकिन्छ। कति वर्ष भयो? तपाईँहरू आफै विश्वास गर्नुहोला, विचार गर्नुहोला। कति वर्ष भयो यिनीहरूले यही एजेन्डामा, यही म्यानिफेस्टोमा र यही वाद र विवादमा हामीलाई अल्झाइरहेको। यो कुरा पनि नभुल्नुहोस्। चाउचाउ बनाउने मेसिनले चिकन दिँदैन, यो पनि कुरा बुझ्नुहोस्। बिस्कुट बनाउने मेसिनले ससेज बनाउँदैन, यो पनि कुरा बुझ्नुहोस्। सिस्टम जे छ त्यसले आउटपुट त्यही दिन्छ, यो पनि कुरा बुझ्नुहोस्। अब बालेन, हर्क र रविको बारेमा तपाईँको धारणा फरक हुनसक्छ र मेरो धारणा फरक हुनसक्छ। विषय र
परिस्थितिले देखाउँदै चाहिँ के छ, वेस्टर्न हेसमनीको जुन एउटा काल थियो, 70-80 वर्षको काल थियो र वेस्टर्न डोमिनेसनको 500 वर्षको जुन इतिहास छ, लिगेसी छ, त्यो चाँडै आत्मसमर्पण गर्ने पक्षमा छैन। तर उसको कम्पिटिटरको रूपमा चाइना र रसिया धेरै अगाडि बढिसके। विश्वको यो चेन्जले गर्दाखेरि नेपाल एउटा जियो स्ट्राटेजिक पोजिसनमा भएको कारणले गर्दाखेरि शक्ति राष्ट्रहरूको क्रीडा स्थल बन्न चाहिँ एकदमै राम्रो ठाउँ भएको कारणले विभिन्न मान्छेहरू, विभिन्न शक्ति केन्द्रहरू यसमा खेल्ने एकदमै राम्रो अवसर हो। राजनीतिलाई धमिलो बनाउने, जनतालाई विभाजन गर्ने, विभिन्न लोकतन्त्रको नाममा, प्रजातन्त्रको नाममा, उन्नत गणतन्त्रको नाममा यिनीहरूले यसरी नै घुमाइरहने हो। यसलाई भन्छ माइन्ड म्यानेजमेन्ट। पहिला इन्डियाको एक छत्र हैकम थियो नेपालको पोलिटिक्समा। जब युक्रेन वार भयो, युक्रेनको युद्ध पछाडि विश्व चाहिँ मल्टिपोलर वर्ल्डमा चाहिँ प्रवेश गरेको निश्चित भइसकेको छ। ब्रिक्सको दबदबा र अमेरिकाको र वेस्टर्नको घट्दो साख र क्षमताको कारणले गर्दाखेरि नेपालको जियो पोजिसन झनै सेन्सिटिभ हुन गइरहेको छ र भइ पनि रहेको छ। एमसिसीको नेपालमा पदार्पण तथा कुलमानको उदय र बालेन, रवि, हर्क अनि हाम्रो गगन थापाको अप्परझट ल्याइएको ग्रुमिङले के सङ्केत गर्दछ भन्दाखेरि अबको हाम्रो भविष्य अन्धकारमय नै छ। अन्धकारमय भनेको मतलब यो होइन कि नेपाल लिली नै गरेको हो। नेपालीद्वारा गराइएको अन्धकारमय भविष्य चाहिँ यही हो। तपाईहरूलाई यो कुरा भन्दाखेरि चित्त दुख्न सक्छ र तपाईहरूलाई यो कुरा भन्दाखेरि मनमा कुढा लिन सक्छ, मन अमिलो हुन सक्छ। तर दृश्य र परिदृश्यले सङ्केत गरेको तपाईँको मन कुडिनु, तपाईँले चित्त नबुझ्नुसँग कुनै सरोकार राख्दैन। त्यसैले त भगवान् बुद्ध भन्नुहुन्छ आर्य सत्व भनेर। आर्य सत्व तपाईँले विश्वास गरे पनि हुन्छ र नगरे पनि हुन्छ। राजनीति पनि एउटा कज एन्ड इफेक्टको एउटा परिचक्र नै हो। राजनीतिले निर्धारण गर्ने कुराहरू के हुन्छ भन्दाखेरि त्यसले एउटा रिजल्ट खोजिरहेको हुन्छ। त्यो रिजल्टको लागि विभिन्न कम्पोनेन्टहरू एकैसाथ काम गरिरहेका हुन्छन् र त्यो कम्पोनेन्टहरू काम गर्दा कुन पार्टले के काम गर्ने पनि प्रिडिसाइज हुन्छ। र मलाई अमेरिकाको धेरै कुराहरू मन नपरे पनि धेरै कुराहरू मनपर्छ। एउटा कुरा के, अमेरिका भनेको फेयर हो। अमेरिका भनेको जे गर्छु भन्छ उसले भनेरै गर्छ कि। इन्डिया जस्तो, हाम्रो चाइना जस्तो, छिमेकी जस्तो चुप्पो लागेर गर्ने होइन। इन्डिया पनि हाहुल्ला नै गर्ने, हो हल्ला गरेरै गर्ने देशमा पर्छ। तर अमेरिका भनेको चाहिँ वाट इट डज, इट सेज क्लियरली म यो गर्छु भनेर। यो चाहिँ मलाई अमेरिकाको मनपर्छ। अहिले तपाईँ जुन च्यानल युज गर्दै हुनुहुन्छ, जुन च्यानल मार्फत मलाई हेर्दै हुनुहुन्छ, त्यो पनि अमेरिकाकै देन हो, युट्युब क्रिएसन। त्यसैले त भनिन्छ नि फ्रिडम चाहिँ त्यो हो। तर पनि नेपालमा जुन तरिकाले उनीहरूले राजनीतिको म्यानिपुलेसन गरिरहेको छ, यसको मेन टार्गेट भनेको चाहिँ चाइनाको टिबेट हो। त्यही अनुसार यिनीहरूले यसरी नै ग्रुमिङ गर्दैछ। हाम्रो यो भाग्यमा सिरी नै छ, तर यो मेटाउने काम चाहिँ यही काम दलालहरूले गरेका छन्। समय खड्केला, समय भड्केला, तर नेपाल देशको भविष्य भन्ने र जनताको, भूगोलको होइन, मैले भन्दैछु जनताको। भूगोल पनि फेरिन सक्छ, तर जनताले एउटा समयमा, एउटा कालखण्डमा अत्यन्त दुःख पाउने परिदृश्य चाहिँ हामीले देखिरहेका छौँ। तपाईँहरू जुन व्यवस्थाको पक्षधार हुनुहुन्छ अथवा पक्षधर हुनुहुन्न, यो छुट्टै कुरा हो। तर कज एन्ड इफेक्टको रिजल्ट चाहिँ सेम हुन्छ, जुन चाहिँ उनीहरूले डिटर्माइन गरेको हुन्छ। 30-40 वर्षदेखि स्कुलिङ क्रिएट गरेर, 30-40 वर्षदेखि शिक्षामा पेनिट्रेट गरेर, शिक्षा नीतिमा चाहिँ उनीहरूकै एजेन्डाहरू घुसाएर हामीलाई यति पोलुटेट गरेको छ कि अब हामीले रिथिङ्क गर्नुपर्ने टाइम लाग्छ। अब हामीले त्यसलाई पुनर्अवलोकन गर्न पनि टाइम लाग्छ। तसर्थ जाग्नुहोस्, तसर्थ वस्तुपरक र तथ्यपरक रूपमा विषय, घटना, क्रमलाई विश्लेषण गर्नुहोस् र निचोडमा पुग्नुहोस्। म कसैको सपोर्ट र कसैको खेदो खन्न आएको होइन। परिस्थिति, कज र इफेक्टको एउटा परिदृश्य मात्रै म पर्सनल्ली कुरा गरिरहेको हो। नेपाल पत्र च्यानलले अबको दिनमा यस्तै कुराहरू उठाउनेछ। नेपाल पत्र च्यानलले अबको समयमा जनता र देशलाई सर्वोपरि राखेर नै आफ्नो कार्यक्रम र आफ्नो विषयवस्तु प्रस्तुत गर्नेछ।
आशा छ तपाईँहरूले यस च्यानललाई सब्सक्राइब गर्नुहुन्छ, यस च्यानललाई माया गर्नुहुन्छ। वाद र विवादभन्दा माथि देश र जनता। यति भने नमस्ते।